ल हेर्नुस्, यसमा मैले ज्वानो, मेथी, जिरा र प्याज, लसुन, खुर्सानी मैले यसलाई तेलमा फ्राई गरिरहेको छु। अब यो अलिकति पहेँलो भएपछि यसमा यो राख्न पर्ने हुन्छ। यसलाई हामीले काटेको यो तरुलको टुक्राहरू यसमा राख्ने। यो पहेँलो हुँदैछ, पहेँलो भइसकेपछि मात्रै यसमा राख्नुभयो भने यो चाहिँ स्वादिलो हुन्छ। यसलाई अलि पहेँलो बनाउनु पर्ने हुन्छ। यसलाई यसरी चलाउनुस्। यो तेलमा अहिले पकाइरहेको छु। अब एकैछिनमा म यसलाई सबै चिजहरू यसमा हाल्छु। यो चाहिँ अब यो पहेँलो भइसकेको छ। तपाईँ यसमा अब यो तरुल राख्नुस्। यो कटिङ गरेको तरुलहरू हाल्नुस्। यसलाई यसरी हाल्नुस् र अब हेर्नुभएको छ। यसमा हर्दी राख्नुस्। यहाँ हर्दी छ, हर्दी राख्नुस्। त्यसपछि नुन राख्नुस्। नुन पछि राख्दा पनि हुन्छ, तर नुन मैले पहिले नै राखिदिएको छु। अब यसलाई राम्रोसँग चलाउनुस्। मैले यसलाई चलाइरहेको छु। यो चाहिँ मजाले चलाएर यसलाई राम्रोसँग चलाउनुहोस्। त्यसपछि यसलाई यसै गरेर मजाले चलाउनुहोस्। केही बेर चलाउनै पर्ने हुन्छ। यो यसमा धेरै मसलाहरू हामीले अरू मिक्स मसलाहरू चाहिँ राखिएको छैन। यो एक खालको सादा तरकारी हो। यसलाई हामी धेरै मसलाहरू राखेर बनाउनभन्दा सामान्य मसलाहरू राखेर बनाउँदा यो स्वादिलै हुन्छ। अब यसलाई यो ढक्कनले ढाकिदिने केही बेर यसलाई है त। अब त्यसपछि यसमा आवश्यकता अनुसारको पानी राख्नुस्, या त यस्तै यसलाई अझै यसलाई पकाएर यस्तै तरकारी रूपमा खानुस्। धन्यवाद।